ए बुढी चिया पुग्ने बेला भएन? भर्खर त उठेर यहाँ टुटो लगाउँछु हल्का जतिखेर चिया हुन्छ भन्ने बित्तिकै हुन्छ। आफू यत्रो काम गरिरहेछ कि बुढी भर्खर उठेकी छ। साह्रै थाक्यो। ए बुढी सुन त, तसँग एउटा महत्त्वपूर्ण कुरा हुन्छ। के कुरा गर्नु छ? घरि चिया पकाऊ भन्नुहुन्छ, घरि कुरा छ भन्नुहुन्छ। ल भन्नु के कुरा छ? मेरो थुप्रो काम छ, मलाई हतार भइसकेको छ। अब के कुरा हुनु नि? बिहान बिहान एक कप चिया नि खुवाइनस्? साँच्ची आमा र भाउजू उठ्नु भएको छैन? अब एकछिनमा उठ्नुहुन्छ होला नि। यसरी दाजुको घरमा कति दिन बस्ने बुढा, बेरोजगारी भएर आफ्नो लागि पनि त केही सोच्नु पर्यो। चिन्ता नगर्नु बुढी, अब दसैँ पनि आइसक्यो। म अर्कैका काम गर्न जान्छु, केही खर्च वर्च दिन्छन् अनि लिएर आउँछु, दसैँ पनि मनाउला। अनि हजुर खाना खाना कतिखेर आउने? बरु तिम्रो खाना खाऊ, म काम गर्न गइहाल्छु। बरु पछि आउला नि खाना खानलाई, हुन्छ? म ढिलो भयो भने नरिसानी, सँगै आउँछु। एक किन होला भनेको त्यत्तिकै अल्मेले बुढाले। ल हेर हेर हेर, आँडामाथि घाम आइसक्यो, यतिखेर भर्खर कुच्चो समातेर बसेछ। न यिनीहरूको त केही भर छैन कि, न पैसाको भर छ। मेरो लोग्नीले कमाएर पालिदिएकै छ, आनन्द भएको छ नि यिनीहरूलाई। त्यसो होइन दिदी, आज अलिक सन्चो नभएर अलिक ढिलासम्म सुतेछु। फेरि सकेको त हामीले यो घरमा गरेकै छ नि, म गरिहाल्छु नि दिदी। बढी कुरा नगर, फुरुक्क खाना पकाउनु जा। घरमा कति काम छ, गाई बाख्राहरू भोकै छन्, हिजोदेखि घाँस काटेको छैन, वस्तुको भकारो सोरेको छैन, कति काम छ घरमा। घरको काम चाहिँ गर्नु पर्दैन? हस् दिदी, हजुरले यति भन्दा पनि मलाई कराउनु पर्छ त म गरिहाल्छु नि दिदी। होइन ए लन्ठु, कोदालो बोकेर कता हिँडिस्? कहाँ जानु र दाइ? ती तल हर्के काम गर्न जानला, त त्यसै कराउँछस्? बरु बिहान पुरै त डुलेर आउँछस्, मलाई कराउँछस्। अब नकराएर के गर्नु त? तेरो दाइ हुँ म, मेरो त अधिकार छ नि त भाइलाई सम्झाउने। दिनभरि कोदालो बोकेको छ, गाउँ डुल्या छ, आवाहरू छ, हिँड्या छ, घरमा केही काम छैन, सुको 2 पैसा कमाएर ल्याउनु छैन। यस्तो बेरोजगारी पाराले कति दिन चल्छ? म चाहिँ यहीँ कराएर बस। भाउजूको कुरा सुनेर जहिले कचुस गरिरहेको छ, मलाई काम गर्न दिनु छैन तैँले? यो बुङ्गालाई जति सम्झाइ लागेन। घरमा खाना के छ, कस्तो छ, खाना बनाएको छ कि छैन? मेरो बुढालाई अफिस जानुपर्छ, खाना छिटो बनाए। डिटा डिटा बारीहरू झगडा मात्र गरिराख्छन्। म बुढीको त केही पनि कुरा भएन यो घरको त। मलाई कसैले मतलबै गरे होइन, मेरो त वास्तै गर्दैन। म बुढी भएको त केही काम लागेन, सासू भएको त। आमा खाना पाक्यो? खाना पकाएको भएको पाक्छ। तेरो बुढीहरू उहाँ 2टा देउरानी जेठानी झगडा गरेर कस्तो झगडा गरेर बस्छन्, खाना पकाएको छैन। जे पाक्छ त्यही खाउँला। तिनीहरू भेटेको कुकुर बिरालो झगडा गर्छन्। जैन म जे भयो त्यही खाना दिन्छु तिमीलाई। आमा एकछिन यता आउनु त। तपाईँसँग धेरै अगाडिदेखि एउटा कुरा गर्न मन छ मलाई। आउनु त, बसेरै कुरा गरौँ। किन हो बाबु, के कुरा? अब कुरो यस्तो आमा, अब धेरै दिनदेखि भन्न खोजिरहेको हो, खै कसरी भन्नु। अब म सँगै बस्न सक्दिनँ आमा। हुन त घरको जेठोबाटो छोरो, मैले यस्तो भन्न त नहुने हो, तर बाध्यताले आमा सम्हालिए भन्दै छु। म भिन्न बस्छु आमा। अब के भने बाबु तैँले? त भिन्न बसिस् भने त बाबु भाइको इलम छैन, कमाइ छैन, के गरी खान्छ त बाबु? सुन्नु आमा, कान्छाको कमाइ छैन, इलम छैन भनेर सधैँभरि म एक्लैले कहिले धान्न सक्छु त? कान्छाको केही इलम छैन बाबु, के गरी खान्छ त कान्छाले?
आमा काम छैन भनेर जिन्दगीभरि हामी पालेर बस्न त सक्दैनौँ नि। हाम्रो पनि छोराछोरी विदेश पठाएको ऋण तिर्नु छ। देवर देवरानीलाई सधैँ पालेर कसले बस्न सक्छ? हो आमा, हामीलाई छुट्याइदिनुहोस्। अब भाइ पनि त सानो छैन, आफैले गरी खान सक्छ। छुट्टी नै भएदेखि छुट्यौँ न त। अब दसैँपछि मात्र छुट्यो, अहिले नछुट्यो। अहिले छुट्यो भने गाउँहरूले कुरा काट्छ, म आमाले के भन्न सक्छु र तिमीलाई? गाउँलेहरूले कुरा काटुन् आमा, मलाई त्यो मतलब छैन। हामी त आजै छुट्टिने हो। दसैँको मुख आइसक्यो, फेरि भिन्दै बस्छु भन्छस्। भाइको नि कमाइ छैन, म कहाँ गएर खाउँ त बाबु? मलाई कति पिर परेछ नि। आमा तपाईँ जसुकैमा गएर खानुहोस्, त्यो मलाई मतलब छैन। तर हामी चाहिँ आजै छुट्टिने हो। चुप लाग, कति प्यातर बोलिरहेको। मलाई पोथी बासे मन पर्दैन। जा आफ्नो चुलो चङ्गतिर। यहाँ आमा छोरा गफेर ठाउँमा किन कराउन आइरहेछस्? तपाईँ नगराउनु त। जहिले पनि आफ्नो भाइलाई काँधमा बोकेर हिँड्नुहुन्छ। छुट्टिने भनेपछि छुट्टिने हो, आजै छुट्टिने हो हामी। कहाँ बोकेँ मैले मेरो भाइलाई काँधमा? अहिले बोकेँ खोइ। जहिले पनि भाइ बुहारीहरूलाई मात्र सपोर्ट गरेर बस्नुहुन्छ, आफ्नो चाहिँ भविष्य हेर्नु पर्दैन? नछुट्टी त म यो घरमा 1 सेकेन्ड पनि बस्दिनँ। आजै छुट्टिन्छु, अहिले छुट्टिन्छु। ए भगवान्, अब के हुन लाग्यो यो घरमा? यसरी दसैँको बेलामा छुट्टियो भने त हाम्रो बिजोग हुन्छ। छुट्टिनुबाट मलाई कसैले पनि रोक्न सक्दैन। आजै छुट्टिने हो। छुट्टिने भनेपछि म छुट्टिने नै हो, आजै छुट्टिन्छु। ल आमा, कुरो बुझिहाल्नु हो। कसरी हामीले व्यवस्था गर्नुहुन्छ? हामी आजै छुट्टिने कुरो भयो। म अहिले बुढी दाजु भाउजूले के गर्न खोजेको होला है? यो दसैँको मुखमा छुट्टिने कुरा पो गर्छन्। तिमी र भाउजू झगडा गरेको हो? खै त्यस्तो झगडा त केही परेको थिएन बुढा। तर 2-4 दिनदेखि दिदीको व्यवहार अर्कै छ। खालि गाली मात्रै गरिरहनुहुन्छ, काम गरेको पनि देखिसक्नुहुन्न। हुन त उनीहरूको लागि हामी बुझ्नै थियौँ। अब हाम्रो राम्रो कमाइ छैन बुढी, त्यही भएर छुट्टिन खोजे होला नि। त्यो त हो बुढा, तर यो दसैँको बेलामा हामीले कसरी व्यवहार मिलाउनु? हामीसँग 2 पैसा आउने बाटो पनि त छैन नि। बुढी किन चिन्ता लिन्छ? जे हुन्छ त्यही टर्छ। हुन्छ बुढा। अरे बुढी, कतै हामीले गल्ती त गरेनौँ। त्यो चाडबाडको बेलामा आमा भाइ बुहारीसँग छुट्टिएर कुचोले बढार्नु पर्ने कसैहरूलाई हावाले उडाएर लग्यो। के भयो त? त्यसपछि त बाबुको पनि बुद्धि आउला नि अलि। के भने कि तैँले यस्तो कुरा पनि गर्छन्? अब त तिम्रो भाइलाई नि तातो लाग्ला नि। सधैँ अर्काको कमाइ खाए जस्तो सजिलो त कहाँ हुन्छ र? आमासँग छुट्टिनुको पीडा तँलाई के थाहा? जब खुकुरीको चोट अचानलाई थाहा हुन्छ, त्यो चोट त मलाई पो थाहा छ। त धेरै नै कुरा चण्डाउने। तँलाई पख, तैँले के सोचेकी छस्? पख, यसपालिको दसैँमा म जसरी भने आमाको हातको टिका लाउँछु। तैँले नजा भनेर हुन्छ? पख। फलामलाई फलामले काट्छ। यो आमा छोराको मिलन त म हुनै दिन्न। कुनै हालतमा नि म हुन दिन्न। म टिका लगाउनै दिन्न।
कान्छी तिमीले धेरै पिर नगर, तिम्रो छोरो आउँदैन, छोराको बाटो नहेर। छोरो बिहा गरेपछि बुहारीको हुन्छ, त्यसैले तिमी दसैँमा टिका थाप्न माइत जाऊ, तिम्रो बुवा मम्मी भए बुवा मम्मीको हातको टिको लाऊ, आशिष माग है, राम्रोसँग दसैँ मनाएर आउनु खुसीले। सन्तान भए पनि दुःख नभए पनि दुःख, बाबु दाइले भने जस्तै गरी म माइती जान्छु अब। किन पिर गर्नुहुन्छ हजुर? वर्ष दिनको चाडबाड हो, दाजु दिदीले त्यसो गऱ्यो भन्दैमा पिर लिनु हुँदैन। हामीले आमाको हातको टिका लगाउनु पर्छ। हुन्छ बुढी, दाजु भाउजूले जे जस्तो गरे पनि आमाको हातको टिका लगाउनै पर्छ। आमा, आमा कता जानुभएको छ? आमा यो घरमा बस्नुन्जेल छोरा बुहारीले कसैले वास्ता गरिनन्। आमा त मामा घर जानु टिको लाउनु, अब आमाको हातको टिको लाउने भए मामा घर जानु। तिमीहरूलाई जोइ टिङ्ग्रियो स्वास्नीको लहैलहैमा लागेर मेरो बहिनीलाई घरबाट निकाल्यो होइन? यो तिमीहरूको आमा हो भने मेरो पनि सहोदर बहिनी हो। भान्जाहरू झोलीको देउता भन्छन् मात्रै हो मैले हात उठाउन मिल्दैन, तर हात उठाउन मिल्यो भने तिमीहरू दुइटालाई एउटै अचानो बनाइदिन्छु, बुझ्यौ? होइन बहिनी? मामाकोमा त कुनै पनि हालत जान सकिँदैन। बुढा लगाउनु भयो त टिका? आमा त मामा घर जानुभएछ, लगाइदिनुहोस् अब हामीलाई टिका। दाइ भाउजू उता गएर बस्नु। अब जे जस्तो भए पनि दसैँको टिका त थाप्न आयो हामीले टिका लगाइदिनुहोस्। भयो भयो, अब मैले दुर्गा मातासँग प्रतिज्ञा गरिसकेको छु। मैले मेरो आमाको हातबाट टिका नलागिकन तिमीहरू कसैले पनि टिका लगाउनेवाला छैन। यसपालिको दसैँ यस्तै भयो। दिदी दाइलाई सम्झाउनुहोस् न टिका लगाइदिनु भनेर। चरण पर्नेलाई मरण गर्नु हुँदैन, लगाइदिनुहोस् टिका। तर पहिले चाहिँ मलाई है अब। भनिहालेँ मैले कसैले टिका लगाउँदिनँ। बोलेपछि बोले मैले लगाउँदिनँ भनेपछि लगाउँदिनँ। तिमीहरू जबरजस्ती गरेर हुन्छ? मैले बोलेपछि बोले कति जबरजस्ती गर्छौ मलाई तिमीहरू? भान्जा बुहारी मामा, तिमीहरूले गरेको व्यवहारले त यो दसैँ बहिष्कारै गर्नुपर्ने हो। तर बाबु म निहुरेर आएँ। मेरो दाइले सबै कुरो मलाई सम्झाउनु भयो र म तिमीहरूलाई टिका लगाइदिन आएँ। तिमीहरूको जित भयो, मेरो हार भयो। ल अब घरमा त टिका लगाइहाल्यो, अब मामु घरमा टिका लगाउनु मामु घरमै आउनु। ल जाउँ मामु घर। होइन बुढी।